पल्लो पनि तिमीलाई नि हटाइदिने दुईटा बाछी कुन बाछी ऊ त्यो यो अलि यो त भर्खर लाखा ऊ पनि भर्खर लाखा 1 महिना भयो अब अहिले भर्खर त पैसा पर्दैन के तिमीलाई अलि पालेर एकछिन कन्फर्म भयो भने पैसा पर्छ अब साथै रहेछ भने देख्न होला त यहाँ साङ्ग्रो भइदियो नि हिँड्ने ठाउँ यो गाई कति महिना छ ब्याउनलाई यो 5 महिना भर्खर गाभिन भयो ब्याउनी छ 4 महिना पछि अहिले 4 महिना कुर्नु पर्यो यसलाई हटाइदिनु हो यसलाई पुरिराख्नु र अब कति पर्छ त्यही अनुसार यो गाई कहिले हो खास ब्याउनु पर्ने ठुलो गाई अब फागुन चैत हाम्रो दिएको के अब कहिले ब्याउँछ अब अलिअलि दुध दिँदा ल्याएको त्यसैले जानुस् यसको थाहा कार्तिकको 12 गते लागेको यो 5 महिनामा लाए यो अब ब्याउने भने अब ब्याउने हो कि कहिले ब्याउने हो कुन यो नि भर्खरै त ब्याउन ब्याउनी छ भनेर दिएको पनि यो नि हाम्रो यहाँ लाएकै होइन के यो होइन हजुरले कसरी किन्नु भयो र गाई पनि अब हामीले नयाँ ल्याएको थाहै छैन भर्खर पैसा मात्रै गयो यो गाई कति दुधसम्म दुनु भयो यसको त मैले 15 लिटर दुइराखेँ थिएँ अहिले ब्याउँछ भनेर छोडाइदिउँ कि भनेर यो जर्सी पनि होइन होलिस्टाइन नि होइन यो त इन्डियन लोकल टाइपको गाई हो कि यो साइवालमा क्रस भएको गाई हो दुध मिठो हुन्छ यसको राम्रो फ्याट आउँछ दुध बाक्लो फेट छ राम्रो फ्याट अरूको यसको पनि आउँछ राम्रै बरु तर त्यो गाई त हजुरहरूले के हेरेर किन्नु भयो यत्रो ठुलो जान्दैन कि सुरु हामी बराबरको उचाइ छ ल्याइदिइसकेको थियो कि फोन गर्दा हजुरलाई त्यही भएर त मैले एउटा थुनबाट उठेन अनि अलि हजुरले भनेपछि दुध त दियो हल्का थोरै आउँछ तर दुध त दियो थियो